धेरै पहिलेको कुरा हो। एक पटक सूर्यदेव एउटी अप्सरा जस्तै सुन्दर नारीको रूपमा मोहित हुनुभयो। उनी ती सुन्दरीलाई बिहे गर्नका लागि उनका बाबु विश्वकर्मा कहाँ पुग्नुभयो। तर सूर्यदेवको तेज चम्किलो प्रकाश यति कडा थियो कि जब ती सुन्दरीले उहाँलाई पहिलो पटक देखिन् उनी डराइन् र आफ्नो आँखा बन्द गरिन्। उनले यसो गर्नुको कारण थियो कतै उहाँको तेजले उनको आँखाको ज्योति नै नबिगारोस्। यो देखेर सूर्यदेवलाई भयानक रिस उठ्यो। उहाँले सोच्नुभयो, म पाहुना भएर आएको छु, तर यसले आँखा चिम्लेर मेरो अपमान गरी, म यसलाई छोड्ने छैन। क्रोधमा आएर सूर्यदेवले श्राप दिनुभयो, तेरो यस्तो छोरो जन्मियोस् जो संसारका सबै प्राणीको मृत्युको कारण बनोस्। त्यसपछि ती सुन्दरीले सूर्यदेवलाई विनम्रतापूर्वक माफी माग्दै भनिन्, हे प्रभु, म तपाईको अपमान गर्न चाहन्न थिएँ। तपाईको तेज यति बलियो थियो कि मैले आफ्नो आँखा जोगाउनका लागि मात्र आँखा चिम्लेकी हुँ। कृपया मेरो कुरा बुझिदिनुहोस्। सुन्दरीका कुरा सुनेपछि सूर्यदेवको रिस शान्त भयो। उहाँले आफ्नो श्राप फिर्ता लिन त सक्नु भएन, तर पश्चाताप स्वरूप आशीर्वाद दिँदै भन्नुभयो, श्राप अनुसार तिम्रो एक छोरा हुनेछ जो यमराज कहलाइनेछ। तर म तिमीलाई अर्को वरदान पनि दिन्छु। तिम्री एक छोरी पनि हुनेछिन् जो तिमी जस्तै चञ्चल, दयालु र ठुलो हृदय भएकी हुनेछिन्। यसरी श्राप र वरदानको परिणाम स्वरूप ती सुन्दरीले दुई सन्तानलाई जन्म दिइन्, मृत्युका देवता यमराज र पवित्र नदीको रूप यमुना। समय बित्दै गयो। यमराज मृत्युका राजा बने। उनको काम संसारभरका प्राणीहरूको प्राण हरण गर्नु थियो। उनको काम यति धेरै र दिक्कलाग्दो हुन्थ्यो कि उनी सधैँ व्यस्त रहन्थे। कामको धपेडीले गर्दा उनले आफ्नो घर परिवार र प्यारी बहिनी यमुनालाई पनि बिर्सिसकेका थिए। उता बहिनी यमुना भने हरेक वर्ष तिहारको समयमा दाजुलाई भेट्न र टीका लगाउनका लागि निमन्त्रणा पठाउँथिन्। उनी मिठो बोली भएका र राम्रा रङ्गीन चराहरूलाई दूत बनाएर सन्देश पठाउँथिन्। तर यमराज भने कहिल्यै आउँदैनथे। धेरै वर्षसम्म लगातार इन्कार भएपछि यमुनालाई साह्रै रिस उठ्यो र उनी दुखी भइन्। उनले सोचिन्, राम्रा चराहरू पठाउँदा त दाजु आउनु भएन, अब म सबैभन्दा नराम्रो र कालो चरा पठाउँछु। त्यसैले उनले त्यो वर्ष अङ्गारले पोतिए जस्तो कालो कागलाई निमन्त्रणाको पत्र दिएर यमराज कहाँ पठाइन्। संयोगवश कागले लगेको सो निमन्त्रणा पत्र यमराजलाई प्राप्त भयो। कामको व्यस्तताले गर्दा वाक्क भएका यमराजलाई आफ्नी बहिनीको निमन्त्रणाले खुसी दियो र उनी यमुनालाई भेट्न उनको घरतिर लागे। यही कारणले गर्दा तिहारको पहिलो दिन कागलाई पूजा गरिन्छ, जसलाई काग तिहार भनिन्छ। यमराज घरमा आउँदा यमुना अत्यन्तै खुसी भइन्। उनले आफ्ना दाजुलाई विशेष आसनमा बसालिन्, उनको पूजा गरिन् र दीर्घायुको कामना गर्दै आफ्ना हातले सप्तरङ्गी टीका लगाइदिइन्। यमराजले पनि बहिनीलाई कहिल्यै नसकिने वरदान र उपहार दिएर उनको रक्षाको वाचा गरे। दाजु बहिनीको यही निश्चल प्रेम र सुरक्षाको कामनालाई आजसम्म पनि हामी भाइटिकाको रूपमा मनाउँदै आएका छौँ। हजुरलाई यो तिहारको कथा कस्तो लाग्यो? मन पर्यो भने लाइक, कमेन्ट र सेयर अवश्य गर्नुहोला। अनि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गर्नुहोला है। थ्याङ्क यू।